गोबरले घर पोत्नु चाहिँ नेपाली गाउँ समाजको परम्परादेखि नै चलिआएको चलन हो। हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आजको मेरो दिन चाहिँ मकै खाएसँगै भयो। तपाईँहरूको दिन कसरी सुरु भयो त साथीहरू? देख्न सक्नुहुनेछ, यो चाहिँ चिनी कोला हो। एकदमै मिठो अनि गुलियो हुन्छ। मगमग बास्ना पनि आउँछ। मलाई चाहिँ एकदमै मिठो लाग्छ यो कोला। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला। मेरो छोरी चाहिँ रुँदै छिन् यहाँ। अनि म चाहिँ लागेँ घर पोत्नुतर्फ। गोबर अनि माटो मिसाएर घर पोत्नुपर्छ। माटोले मात्र पोत्दा नि हुन्छ, तर अलि डह्रो हुने भएकाले हामी चाहिँ गोबर पनि मिसाउँछौँ। म चाहिँ अहिले मेरो माइती घर आएको छु नि त, अनि एकदमै रमाइलो लागिरहेको छ। सबै छोरी मान्छेले आफ्नो माइती घर जान पाउँदा एकदमै रमाइलो लाग्छ है साथीहरू। अहिले गर्मीको समय छ नि त साथीहरू, अनि तराईतिर चाहिँ एकदमै गाह्रो छ। तर यता गाउँतिर चाहिँ एकदमै शीतल छ। नानीहरूलाई अलिक गाह्रो हुनुहुन्छ नि त तराईतिर। यता गाउँतिर चाहिँ गर्मी छैन अनि आनन्द भएको छ। प्लस गाउँघरतिर चाहिँ एकदमै रमाइलो पनि हुन्छ भन्दै मैले घर पोत्नु सकिसकेँ साथीहरू। आज बिहानको समयमा चाहिँ मम्मी पनि भोरमा जानुभएको छ अनि बाबा पनि गाउँतिर जानुभएको छ नि त। अनि नानी र म एक्लै छौँ घरमा। अब पालो रहेको छ खाना बनाउने। मैले खाना चाहिँ अघि बिहानै बनाइसकेको थिएँ, अनि अब चाहिँ म अन्डा बनाउँदैछु। अब एक्लै पनि छु, अनि अब छोरीले थोरै त खान्छन् अनि सजिलो हुन्छ नि त अन्डा बनाउनु, अनि त्यही भएर म अन्डा बनाउँदैछु। देख्न सक्नुहुनेछ, यो चाहिँ हाम्रो किचनदेखि बाहिरको भ्यू। यहाँ चाहिँ एकदमै शीतल हुन्छ, हावा आउँछ, अनि प्रायः हामी यहीँ बसेर खाना खान्छौँ। बाहिरतिरको भ्यू पनि राम्रो छ। अब चाहिँ म खाना खानेतिर लागेँ साथीहरू। मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै अब अर्को भिडियोमा भेटौँला साथीहरू। बाई बाई।